बिरामीहरूको माग मुद्दा भनेको नै जेएनजी आन्दोलनहरूको माग मुद्दा हो। हामी यसको लागि लडेका हौँ, हामीले यसको लागि रगत बगाएका हौँ, हाम्रो माग पुरा हुनुपर्छ भन्ने किसिमको छ है। उनीहरूको चाहिँ स्वास्थ्यको कुराहरू छ, स्वास्थ्यको उपचार चाहिँ राम्रो भएको छ, ठिकै छ होइन। उहाँहरूलाई चाहिँ आफ्नो शरीरको भन्दाखेरि पनि, आफ्नो शरीरको चिन्ता भन्दाखेरि पनि उहाँहरूले हाम्रो माग पुरा हुन्छ कि हुन्न होइन, भविष्यमा के हुन्छ भन्ने कुराहरू र उहाँहरू कसरी चाहिँ दुर्घटनामा पर्नुभयो, यो घटनामा पर्नुभयो भन्ने कुराहरू बुझ्यो। अब एकजना बाहेक यहाँ ट्रोमामा भएको एकजना बाहेक एकजना चाहिँ उसमा रहेछ, के अरे आइसियुमा रहेछ, त्यसलाई भेटेन, अरू सबैलाई भेटेर कुराकानी छैन। आइसियुमा भएको भन्दा बाहेकको उपचार चाहिँ राम्रै भइरहेको छ। डाक्टर साहबहरूले सकेको गर्न सक्ने सबै उपचार पुऱ्याइदिनु भएको छ। कुनै बिरामीले पनि मैले यस्तो उपचार पाएन भनेर मैले यहाँ कम्प्लेन गरेको थाहा पाएन। होइन, हात खुट्टा काटिएको छ, के यहाँ चाहिँ लगाएको छ, सबै चिज लगाएको छ। अब त्यो त घाउ भएपछि गर्नु पऱ्यो नि। पढ्ने यहाँ एक दुईजना पढ्ने विद्यार्थीहरू पनि छन् होइन। अब त्यो पढ्ने विद्यार्थीहरूको अब मैले उहाँहरूलाई भनेको छु, पहिला धैर्य गरेर चाहिँ सन्चो हुनुहोस्, पढाइको लागि चाहिँ पछि हामीले के गर्नुपर्ने गर्छौँ भनेको छ। होइन होइन, प्रत्यक्ष निर्वाचन भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन, किनभने अब यो राजनीति हो होइन, यो चाहिँ अहिलेको आन्दोलन हो। अब यसलाई चाहिँ हामीले चाहिँ अब माग सबैलाई थाहा छ, प्रत्यक्ष राजनीतिको लागि अब अहिले गर्न सकिँदैन भन्ने कुरा जहाँसम्म अहिले आइरहेको छ। अब परिस्थिति कुन दिन कसरी चाहिँ के अरे परिवर्तन हुन्छ भन्ने कुरा थाहा छैन। अन्तरिम सरकारले अहिले जे घोषणा गरेको छ, प्रधानमन्त्रीले त्यही अनुसारको काम हुन्छ। अरू काम चाहिँको कुरा अहिलेसम्म कुरा तत्कालीन अवस्थाको त्यो त कारवाही सुरु भइसक्यो त, अब गठन भइसक्यो होइन।